नमस्कार, म ज्योति लिमिटेल, रेगुलेटेड कैनेडियन इमिग्रेसन कन्सल्टेन्ट। सर्वप्रथम त सम्पूर्ण नेपाली विद्यार्थी भाइ बहिनीहरूलाई नयाँ वर्ष 2026को मङ्गलमय शुभकामना। सँगसँगै अब क्यानाडा पढ्न आउन चाहने स्टुडेन्टहरूको चासो बढेको देख्दा मलाई एकदमै खुसी लागेको छ। अब अहिले 2026 जनवरीदेखि चाहिँ मास्टर्स तथा पिएचडी गर्न आउने विद्यार्थीहरूको लागि जो पब्लिक युनिभर्सिटिजहरूमा आउँदै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ पिएल नचाहिने जुन क्यानाडा सरकारले अनाउन्समेन्ट गरेको छ, यो गरे सँगसँगै क्यानाडाको लागि स्टुडेन्टहरूको जुन एउटा चाह अझै बढेर गएको छ र यो 2026मा चाहिँ स्टुडेन्टहरूको भिजा लाग्ने चान्सेस पनि हाई देखिएको छ। हुन त अब कोटा सिस्टम हरेक प्रोभिन्सको छुट्टा छुट्टै कोटा र हरेक लेभलको पिएल एक्जिमको छुट्टै कोटा, पिएल रिक्वायरमेन्टको छुट्टै कोटा गभर्मेन्टले अनाउन्स गरेकै भए तापनि अब जुन 2024 को चाहिँ एउटा अन्यलग्रस्त स्थितिबाट निस्किएर बाहिर आइसकेको अवस्थामा चाहिँ अब एउटा कङ्क्रिट पोलिसिज क्यानाडा इमिग्रेसनसँग छ। त्यो हुनाले चाहिँ स्टुडेन्टहरूले जसले चाहिँ सबै कुरा रिक्वायरमेन्ट फुलफिल गरेर अप्लाई गर्नेछन् उनीहरूको भिजा लाग्ने चान्सेस पनि हाई छ। यदि तपाईँहरूलाई फर्दर केही इन्फर्मेसन चाहिन्छ भने त्यो अवस्थामा चाहिँ हामीलाई तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। आइदर फेसबुकमा हुनसक्छ, इन्स्टाग्राममा अथवा टिकटकमा, जुनसुकै प्लेटफर्मबाट तपाईँले हेरिरहनु भएको छ त्यही प्लेटफर्मको चाहिँ इन्फो सेक्सनमा गएर चाहिँ पाउन सक्नुहुन्छ।